हेलो गाइज वेलकम टू न्यू भ्लग क्रिएटिभ हेरा ठाकुरी। आज पनि हजुरहरूको माझमा उपस्थित भइसकेको छु म न्यू भिडियोको साथमा हैन। आई होप हजुरहरू सन्चै आरामै हुनुहुन्छ होला। हजुरहरूको माया र आशीर्वादले एकदम ठीक छु म हैन। अनि मेरो टिकटक आइडीमा केही समस्या भइरहेछ, टिकटक भन्छु युट्युब आइडीमा। अनि त्यसपछि आज म विशेष गरेर जंगलतिर आइरहेको छु। हामी म र बहिनी छौँ हैन, लिउँडो खान आछौँ। अनि हामी लौरो टिपेर यहाँदेखि तलतिर कति धेरै हिँडिसक्यौँ नि। एक घन्टा बढी भइसक्यो। 1 घन्टा टिपेको लौरो यहाँ नजिक छ हैन। हामीले यति धेरै टिपिसक्यौँ। अब अझै धेरै टिप्नु छ हैन। अनि यो रह्यो बहिनी हैन, टक्क झोलासोला बोकिरहेछ। यत्रो यो ब्याग भरेर अनि त्यो झोला पनि भर्ने हो हामीले हैन। अनि त्यसपछि अब हामी कहाँ नजिक छौँ भनेपछि यसो यो पुरानो पानी भन्ने ठाउँमा छौँ हाम्रो गाउँको हैन। अनि त्यसपछि यता जङ्गलमा हाम्रो बाटो खन्न लागिरहेको थियो, जुन हैन मैले अघिल्लो भिडियोहरूमा बनाइरहेको थिएँ। अनि त्यसपछि यो बाटो चाहिँ अब कहाँ माथि त्यो लेकसम्म चाहिँ जोडिसकेको छ हैन। एकदम हजुरहरू अब दैलेख सुर्खेत यो बाटो भएर जान सक्नुहुन्छ हैन। एकदमै खुलिसक्यो बाटो। अनि त्यसपछि यता साइड र यो हाम्रो गाउँ अलि थोरै देखिन्छ हैन। धेरै पुरै चाहिँ देखिन्न, अलि उता गएपछि देखिन्छ। अहिले हामी चाहिँ अलि जङ्गलमै छौँ, त्यही भएर हाम्रो गाउँ यति नै देखिन्छ हैन। बाटो एकदम क्लियर भइसक्यो। हजुरहरू दैलेख सुर्खेत यता धरमपोखरा भएर सुर्खेत पुग्न सक्नुहुन्छ हैन। धरमपोखराको बाटो खुलिसक्यो एकदमै हैन। कोप्ची भएर यता जलजले भएर जान सक्नुहुन्छ। अनि सरररर अनि यता जङ्गल। अब हामी लौरो टिप्न जान्छौँ, काफल खान्छौँ, त्यसपछि यो चिन्नेको साग टिप्छौँ। हेर्दै जानु होला हजुरहरू, हाम्रो भिडियो अन्तिमसम्म हेर्नु होला। अनि भिडियो मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न पनि नबिर्सिनु होला। अनि त्यसपछि यो पुरा हाम्रो जङ्गलको पुरै बगैँचा हो यो माओवादी बगैँचा, कालीखडको पुरै बगैँचा भइरहेछ हैन। एकदमै फुलिरहेछ। हेर्दै जानु होला अन्तिमसम्म, भिडियो हेरेर साथ दिनु होला। ओके बाई। यो रह्यो पानी हैन, त्यो पुरानो पानी भन्छ यहाँ ठेक्कै हैन। अनि एकदम जङ्गलमा आउने जाँदाखेरि मात्र खाइन्थ्यो पानी। अब यो रोड खुलिसकेपछि टक्क सबैजना गाडी रोकेर यहाँ लाइन लागेर पानी खानु होला अनि यस्तो छ पिच भइरहेछ रोड पनि हैन। अब बर्खा लाग्न लागिसक्यो हैन। आज पानी पर्यो हैन, सबैलाई थाहा छ, देशभरि नै पानी परिरहेको छ हैन। एकदमै धेरै लामो समयपछि हैन मौसम खुलिरहेको छैन। हामी पानी परेको दिन पारेर हैन, घरमा केही काम नपाएर हामी जङ्गल घुमिरहेछौँ। यसरी हाम्रो बहिनीको चटक्क हैन, यो सबै लौरो टिप्ने हो। एक झोला एक ब्याग त्यो सबै हामीले लौरो टिपेर लान्छौँ घरमा हैन। बाटो गाह्रो छ, साह्रो पर्छ अलिअलि। काफल पाके कि नै, म हजुरहरूलाई काफल पनि देखाउँछु है। काफल पाके कि नै। यो रह्यो जङ्गलमा हैन, पालुवाहरू पलाइसक्यो अब हैन। एकदमै राम्रो छ जङ्गल, यति ठुलो जङ्गलमा हैन। हामीले घाँस दाउरा गर्ने सबै हैन। अब अनि यो रोड यो जङ्गलमा चाहिँ जेसिबी लागिरहेको छ एकदमै हैन। बाटो भुवाङ खनिरहेछ ड्याङ। अनि एकदमै बाटो अब खुलिसकेको छ हैन। यो अब हजुरहरू यताउता गर्न सक्नुहुन्छ। यो बाटो भएर बेस्तारादेखि यता कोप्ची धरमपोखरा भएर सुर्खेतसम्म जान सकिन्छ यो बाटोबाट। एकदमै हैन जङ्गल दामी छ। जङ्गलमा काफलहरू पाके कि नै थाहा छैन हैन। हामी चाहिँ लौरो टिपिरहेछौँ दुई बहिनी। म चाहिँ काफलको ठेलामा छु हैन। काफल यस्तो गरेर फलिरहेछ एकदम। यो कहिले पाक्ने हो, म कहिले खाने आउने हो। एकदमै हेरेको हेरे हामी त भन्ने जस्तो भइहाल्यो हैन। काँचा कर्रा हेर्ने भयो, घर जाने भयो। काफल पाकेको छैनन् हाम्रोतिर, गाह्रो छ हामीलाई।
जङ्गलमा कति राम्रो राम्रो फुलहरू फुलिरहेछन् कि होइन एकदम आहा न यस्तो होइन यो केरा के अरे बाँकी केरा भन्छ हाम्रोतिर होइन यो केरामा फुलिरहेछ एकदमै कति दामी छ यस्तो दामी फुल्छ है मान यहीलाई हो क्या प्रकृतिको धनी भन्ने कुरो बहिनीले लौडो टिपिरहेछ होइन म चाहिँ यसरी बसिरहेको छु बाटोमै छु होइन म अनि मलाई सिस्नुले चिलिदियो मेरो मनै मरिसक्यो होइन अरूले लौडे हालेर ल्याएछन् तर मैले चाहिँ यहाँ फुल हालेर ल्याएको छु होइन ब्यागमा अनि त्यसपछि हामीले चाहिँ चिन्ने भन्ने साग टिप्यौँ चिन्नु भन्ने हुन्छ अनि यो चिन्ने होइन पात ठुलो हालिया रहेछ ओए मेरो हुन त ठुल्ठुलो पात हालिया रहेछ त है यहाँ हेर्दै हेर्दै मानका पात हालिया अनि म यसरी उभि हेलो गाइज मैले काफल पनि टिपिसकेँ मैले त होइन बहिनीले टिपेर ल्याएर दिए हो म त रुख जान सक्दैन काफल पाकिसकेँ थोरै माथि जङ्गलमा त पाकेन अलि तलतिर पाकिसकेँ ल बहिनीको काम हो होइन यहाँ रोडमा अनि पानी परेर यस्तो भइरहेको नि त त्यही भएर नाम लेख्न गइरहेको थिएँ होइन कसको नाम लेखिरहेको थिएँ के लेखिरहेको थिएँ म हेर्छु अहिले वक्नमा मेरो नाम लेखे रहेछ भने मेरी आमा म त बिक लेख्दिएँ भने यहाँ पुरा नाम छपाइरहेको छ सङ्गीता सिंह ठकुरी हिरा सिंह अनि मेरो नाम तलतिरको माथितिरको बहिनीको नाम हो होइन यहाँ यस्तो काम भइरहेछ यसको काम कस्तो रहला होला यसलाई नाम लेख्न लो 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 साई लेख साई साग चिन्नेको साग हो यो होइन मैले ल्याएको जङ्गलदेखि अनि यो रह्यो लौडे मेरो त पत्ता मात्रै क्यार बाजे